ल च्याप्चे ढुवापेन रिम्पोछेको योगदान चाहिँ बौद्ध धर्मको लागि कस्तो छ भन्ने कुरा चाहिँ अब यो हाम्रो मान्छेहरूले बुझ्नु जरुरी छ हैन। अनि विशेष गरेर जब चाहिँ 7औं शताब्दीदेखिको भोटमा धर्म अनुवाद भयो, विशेष गरेर एकदमै नालन्दाको सबै छेउहरू 7औं शताब्दीको भित्र चाहिँ गइसकेको हो। त्यहाँबाट भोटमा छोइ पुग्यो सम्पूर्ण नालन्दा। विशेष गरेर छोइ प्रवचन भन्नेको पनि शैली आफ्नो एउटा नियम बनाएको छ। विक्रमशिला चोलाखाङको चाहिँ पण्डितहरूको चाहिँ अनि चिको हेन्लाङबाट चाहिँ उहाँहरूले जब छोइ प्रवचन सुरु गर्छ त्यसरी गर्ने। नालन्दा पण्डितहरूको चाहिँ खुन्चुन सोभाङबाट चाहिँ उहाँहरूले जब प्रवचनको सुरुवात गर्छ त्यसरी गर्ने एउटा नियम छ। अनि भोटमा चाहिँ कुन चाहिँ छोइ चाहिँ गयो छ, कुन चाहिँ परम्परा गयो भने नालन्दाको गएको हो। जे होस् गइसकेपछि अनि जे जसो होस् भोटमा हुन त अब भोटमा भन्दा अगाडि पनि चाइनातिर गएकै हो हैन। तर त्यसलाई छोडिदियो। अब भोटमा गएको कुरा गर्दाखेरि चाहिँ 7औं शताब्दीभित्र चाहिँ अब नालन्दाको छोइ टाटुकै लगिसकेको हो भोटमा। त्यहाँबाट 7औं शताब्दीको माध्यमतिर अथवा अन्ततिर चाहिँ भारतमा पनि बौद्ध धर्मको पतन हुन थाल्यो। कसको कारणले गर्दामा भन्दा चाहिँ आदि शङ्कराचार्य जब आयो अद्वैत वेदान्त भन्ने उसले सिद्धान्त निकालेर त्यहाँबाट त्योभन्दा अगाडि अब 7औं शताब्दीसम्म त भारतवर्ष त पुरै बौद्ध धर्मको अनुयायी बौद्धमय थियो नि त है। हिन्दुइजम भन्ने त अब त्यो नाम पनि थिएन है त्यति बेलासम्म त। जे होस् आदि शङ्कराचार्य भने 7औं शताब्दीको बादमा आएर जब चाहिँ त्यो जति पनि बौद्ध धर्मावलम्बीहरू थियो तिनीहरूलाई चाहिँ सबैलाई कन्भर्ट गर्दै गएको उसले आदि शङ्कराचार्य हैन। अनि आदि शङ्कराचार्यले कन्भर्ट गर्दै 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 गएपछि अनि बौद्ध विहारहरू पनि हजुर बौद्ध विहारहरू पनि सबै ध्वस्त पार्दै गयो हैन। हजुर अनि बौद्ध विहारहरू कति फुटायो टुटायो। त्यहाँबाट कतिलाई उनीहरूले आफ्नो आदि शङ्कराचार्यले दक्षिणबाट उँभो कब्जा गर्दै आयो। कति फुटायो, कति बिगाऱ्यो, छोइहरू कति नाश गर्यो। त्यसो गर्दै गर्दै आइसकेपछि भारतमा चाहिँ बौद्ध धर्मको अस्तित्व चाहिँ बौद्ध धर्मको अवस्था भनौँ न एकदमै गाह्रो भयो उनीहरूलाई। बौद्ध धर्म त अब अहिले जस्तो प्रकारले छ एकछिन ल। जे होस् बौद्ध धर्मको अवस्था चाहिँ त्यस्तो भयो भारतमा चाहिँ है। केही नजान्ने सबै कन्भर्ट गरिदियो है। तीर्थ आदिको ल्याएर मूर्ति सबै चिज ध्वस्त पारिदियो। बौद्ध कलाकृतिहरू सबै नाश गरेको चाहिँ आदि शङ्कराचार्यको पालोदेखिको 7औं शताब्दीको मध्यम अन्तदेखिको 8औं शताब्दीमा एकदम प्रचण्ड रूपमा भएर आएको। के होस् अनि भोटमा त सबै धाम्पी गइसकेको। पछि गएर भोटमा पनि 19औं शताब्दी भनौँ मा धेरै नै माध्यममा अब चाइनाको आक्रमण भइसकेपछि भोटमा पनि विध्वंस भयो। तर पनि छोइलाई चाहिँ उनीहरूले जलाउनु नाश गर्नु सकेन। मठहरू त कति भत्कायो चाइनाले पनि। अनि त्यसो भइसकेपछि अनि भोटको मान्छेहरू परम पूज्य दलाई लामाको अगुवाईमा भारतमा शरण लिन आइपुग्नु भयो।
भारतमा भने त्यस्तो थियो बौद्ध धर्मको अवस्था है। अनि अवस्था त्यस्तो भइसकेपछि अन्त अवस्था त्यस्तो भइसकेपछि त्यहाँबाट बिस्तारै बिस्तारै अम्बेडकर डाक्टर बाबा साहब अम्बेडकरले 1953-54 साल कति सालमा फेरि पनि उहाँले यो यिनीहरूको अहिलेको हिन्दू धर्म भनौँ त्यसबाट चाहिँ उसले चाहिँ बिदा लिएर बौद्ध धर्ममा कति लाख अनुयायीहरू लिएर चाहिँ कन्भर्ट भयो नि है। तरै पनि अब अहिले अम्बेडकरवादीहरू छन् है, अम्बेडकरवादी अम्बेडकराइट भयो, तर पनि बौद्ध धर्मको त्यो कति छैहरू त ध्वस्त पारिसकेको थियो नि त। र पनि डाक्टर बाबा साहबको पनि बौद्ध धर्मलाई जीर्णोद्धार गर्नुको लागि धेरै योगदान छ है। भए तापनि त्यस्तो सबै उहाँकोमा चाहिँ छैहरू अहिले भारतमा सबै उपलब्ध नहुँदाखेरि चाहिँ अनि जब चाहिँ टिबेटनहरू भारतमा शरणार्थी भएर आयो अनि अब शरणार्थी भइसकेपछि धेरै गाह्रो भइरहेको थियो उहाँहरूलाई। र पनि त्यो भित्र अब अधिकांश तिब्बतीहरूलाई चाहिँ माथि धर्मशाला मेक्लोडगञ्ज अनि दक्षिण भारत चाहिँ विशेष गरेर शरणार्थीहरूलाई दिएको जग्गा हो। अनि दक्षिण भारतमा जग्गा दिँदाखेरि पनि त्यस्तो खालको विकट जग्गा मरुभूमि जस्तो जग्गा चाहिँ उहाँहरूलाई बिचाराहरूलाई जङ्गल घारीहरू फाँडेर बस्नुपर्ने त्यस्तो अवस्था हो। त्यस्तोमा छ अनि अब त्यसमा पनि अब निमाको छेउ छ, खाजु परम्पराको, घेलुक परम्पराको, शाक्य परम्पराको छेउमा चाहिँ निमाको लामाहरू चाहिँ प्रायः डुप्तोपा अब प्रायः अब ओइनपिरिटीमा बस्ने, अलग्गै बस्ने च्याप्चे टोटुङ रिम्पुचे भनौँ है, अनि च्याप्चे छेडो रिम्पुचे, च्याप्चे झिटा सिद्धोचेरम है, च्याप्चे तिर्को खिल्चे रिम्पुचे जस्ता महान गुरुहरू पनि अब उहाँहरू अलिकति एकान्त बास रुचाउने। त्यसमा चाहिँ अब यो फेरि पनि बौद्ध धर्मलाई चाहिँ कसले चाहिँ जीर्णोद्धार गर्ने त अब विशेष गरेर निमाको भन्दाखेरि चाहिँ अनि च्याप्चे ठुवाम्पेन रिम्पुचेले दक्षिण भारतको अब अहिलेको नामडेली जहाँ छ त्यहाँनिर चाहिँ केवल 500 रुपियाँ भारू लिएर चाहिँ उहाँले सुरु गर्नुभएको, उहाँ आफूले पनि कति परिश्रम गर्नुभएको छ है। त्यसको बादमा उहाँले ढाँचा 1962 सालमा त्यहाँनिर निर्माण गर्नुभयो। अनि 1972 उहाँले अनि सेडा कलेजको उहाँले स्थापना गर्नु भइसकेपछि अनि त्यो कलेजको जति पनि सब्जेक्टहरू छ त्यसको निर्धारण गर्नुको निम्ति फेरि च्याप्चे झिटा इसो दोर्जे रिम्पुचे, च्याप्चे धिको खेन्चो रिम्पुचे उहाँहरूले चाहिँ एकदमै फेरि यो सबै आएर त्यहाँनिर यो सब्जेक्ट पहिलो क्लासमा, दोस्रो क्लासमा यो अहिलेको लोरिम सेटामा अहिले नाम्डोलिङको सेटामा जस्तो छ लोरिम धाम्पोमा यो सब्जेक्ट हुनुपर्छ, निपामा यो, सुब्बामा यो भनेर गुपासम्मको अनि ती सब्जेक्टहरूको त्यो पास हुँदै डिग्रीको नाम डिग्रीको नामहरू के भन्छ अब फर्चेम रब्जम्बा थर्डर माई वाङचुक अनि माथि अब त्यस्तो त्यहाँबाट गएर त्यहाँबाट खेन्पो भन्ने सबै उहाँहरूले अनि च्याप्चे ढुवाङ रिम्पुचेको त्यहाँनिर गएर चाहिँ सबै उहाँहरू सल्लाह गरेर त्यो निर्धारित भएको। त्यहाँदेखिको चाहिँ रिम्पुचेले चाहिँ यो धुरी खाम्बा जस्तो भएर चाहिँ बौद्ध धर्मको जीर्णोद्धारको निम्ति चाहिँ यो अहिलेको नेपाल भनौँ, यो हाम्रो भारतको दार्जिलिङ सिक्किम भनौँ, आसाम भनौँ, विभिन्न क्षेत्रमाथि अरुणाचलदेखिको ल्याएर यता लेह लद्दाखदेखिको ल्याएर चारतिरको नानीहरू गरिब दुःखीको नानीहरू थुपारेर चाहिँ अनि धेरै वर्षसम्म उहाँले तोके छेसुम भन्छ है, खानापिना भोजनको व्यवस्था, लुगाको व्यवस्था, ओढ्ने ओछ्याउनेको व्यवस्था अनि ज्ञानको विशेष गरेर ज्ञानको व्यवस्था त्यसो गरेर अहिले यसरी चाहिँ
चारैतिर चाहिँ त्यहाँबाट पछाडि गएर चाहिँ यता के भन्छ सिमला देहरादुन काठमाडौँ रब्जम रिम्पोचेको गुम्बादेखिको ल्याएर कग्युको गुम्बाहरूदेखिको ल्याएर सानोतिनो गुम्बाहरूमा सबैमा फेरि तल च्याप्चे ठोम्पेन रिम्पोचेको अनि नामडोली सेराबाट चाहिँ लोपेन खेम्बुहरू गएर चाहिँ अहिले यतिको अवस्था भएको छ नि यो श्रेय चाहिँ केवल च्याप्चे ठोम्पेन रिम्पोचेलाई मात्र जान्छ है च्याप्चे के भन्छ परम पावन दलाई लामाजीले बारम्बार स्तुति गर्नुहुन्छ पेनो रिम्पोचेको है अनि यो नामडोलिङ चाहिँ अहिलेको सेकेन्ड नालन्दा हो निमाको सेटाहरू मध्येमा सर्वश्रेष्ठ सेटा अनि अनि अरू हाम्रो निमाको वरिष्ठ लामाहरू कतिजना बितेर जानुभयो उहाँहरूले पनि बारम्बार च्याप्चे छटेर रिम्पोचेको कलपहरू तल नामडोलिङमा गरेको अहिलेसम्म पनि रेकर्ड छ त युट्युबमा होइन अनि कस्तो भन्नुभयो अनि सम्पूर्ण अहिले खेम्बु लोपेनहरू चाहिँ प्रशस्त हाम्रो दुखी गरिबको छोराछोरीहरू कुल्लीको छोराछोरीहरू नेपालको विकट ठाउँको छोराछोरीहरू खेनमा अहिले त खेन्मोहरू पनि छ त्यस्तो भएर अहिले छैहरू चाहिँ प्रशस्तै जहाँ पाए त्यहीँ उमा भन्छौँ कि है छेमा भन्छौँ कि अनि यता के भन्छ ङाक भन्छौँ कि ङाकमा पनि अब कुन चाहिँ है छिचु देसुम भन्छ कि नाङ्चु देसुम भन्छ कि त्यो टाकटुक चाहिँ अहिले त्यसरी सबै यो जगतमा गुन्जिरहेको यो पाहाडमा गुन्जिरहेको चाहिँ कहाँबाट आयो यो चाहिँ भनेर चाहिँ बुझ्नु चाहिँ अनि हाम्रो मान्छेहरू चाहिँ अँध्यारोमा त्यो बसिरहेको छ नि हो यो गुण चाहिँ च्याप्चे ठोम्पेनहरूमा चाहिँ केवल हो भनेर चाहिँ च्याप्चे दलाई लामादेखिको ल्याएर छटेर रिम्पोचे धुजु रिम्पोचे दो डुचे रिम्पोचेदेखि सम्पूर्णले यसलाई चाहिँ मानिसकेको कुरा हो अनि सत्य र तथ्य हो अनि हामी सबै जनसाधारणले पनि यो कुरालाई चाहिँ बुझ्नु जरुरी छ अहिले आकाशबाट ब्लाटै झरेको होइन अहिले यो है अनि कति त्यो अब हाम्रो साधारण भाषामा भन्छ लोदोरे मुखहरूले भन्छ नि खेम्बु लोपेन के बिग्न भन्छ केही बिग्न छैन अझै पनि कम्ती भइरहेछ अझै पनि लाखौँ खेम्बु लोपेनहरू निक्लिनुपर्छ लामाहरू निक्लिनुपर्छ तब मात्रै गएर यो बौद्ध धर्मको अझै पनि के भन्छ संरक्षण हुँदै जान्छ प्रचार हुँदै जान्छ है अनि त्यसरी यी गर्यो आरिस गर्यो भने चाहिँ केवल नर्क जाने बाटोभन्दा अरू केही छैन भनेर चाहिँ अब त्यो बुझ्नु चाहिँ पर्छ है यस्तो छ अब च्याप्चे ढुङ्गा रिम्पोचेको अनि 1980 सालदेखिको यो दार्जिलिङहरूतिर नेपालहरूतिर घुम्दै नानीहरू बटुल्दै लगेर अहिले यसरी यस्तो भएको छ है हो त्यसै बित्थामा आकाशबाट फ्लाट झर्राले यस्तो भएको होइन सेटा त्यति बेला कहाँ थियो र कहीँ थियो भने देखाओस् त्यति बेला त्यतिको दुःख कसैले गरेछ भने देखाओस् है हो देखाउनु सक्नुपर्छ थियो महान अति परम पावनहरू पनि हुनुहुन्थ्यो तर उहाँहरू पनि सबै पेनो रिम्पोचेमा निर्भर परेको हो त्यति बेला यो कुरालाई चाहिँ अहिलेको जनसाधारणले बुझ्नु जरुरी छ हो भटाभट कसरी त्यो बिउ रोप्यो होला कहाँबाट खोज्यो होला त्यो बिउ कस्तो अवस्थाबाट यो बोट यस्तो भएर अहिले फलित भएको छ त्यो केही चाल नपाइकन अहिले फलिरहेको फला गडम कि गडम खानु पाउँदाखेरि चाहिँ बाँदर जस्तो व्यवहार चाहिँ देखाउनु हुँदैन है हो भोलिको दिनमा फेरि पनि फल्नुपर्छ भनेर याद गर्दैन नि बाँदरले चिचिन्दासँगै उडाइन्छ बाँदरले त्यस्तो व्यवहार चाहिँ यदि चेतनशील मानिस हो भने चाहिँ त्यस्तो व्यवहार गर्नु हुँदैन त्यो टाकटुक जानुपर्छ है गुण कसले गर्दैछ कस्तो भयो कसले गर्दैछ त्यो गुण र अवगुण भन्ने चाहिँ पशुले त बुझ्छ मान्छेले नबुझ्ने कस्तो होइन त हो यस्तो कुरा ल